कोनिचिवा मिनासान लेसन 38 को रेन्सियोबी। यो लेसनमा हामीले सिक्ने पहिला सुरुमा ग्रामर हेरौँ। अहिलेसम्म हामीले पार्टिकलहरू एक्लै एक्लै पढेका थियौँ। नो पार्टिकल, वा पार्टिकल, तो पार्टिकल, गा पार्टिकल। यसमा चाहिँ हाम्रो नो वा, नो गा, नो ओ भनेर सँगै आएको छ। अनि त्यसको पछाडि चाहिँ एड्जेक्टिभ लाएर सेन्टेन्स बनाउनु पर्छ। यो कस्तो बेलामा प्रयोग गर्ने हेरिहालौँ। प्लेन फर्म अथवा फुचुकै फर्म, डिक्सनरी फर्म प्लस नो वा प्लस एड्जेक्टिभ कस्तो बेला प्रयोग गर्ने भन्दा कुनै पनि काम अथवा क्रिया गर्न आफूलाई कस्तो लाग्छ है, कस्तो लाग्छ, जस्तै गाह्रो लाग्छ कि सजिलो लाग्छ कि रमाइलो खतरनाक कस्तो लाग्छ भनेर आफ्नो विचार होइन एक्सपिरियन्सहरू बताउनु पर्दा व्यक्त गर्दाखेरि नो वा प्लस एड्जेक्टिभ प्रयोग गर्ने। अर्को कन्डिसन चाहिँ कस्तो छ भन्दा नोगा एड्जेक्टिभ चाहिँ कस्तो बेला भने आफूलाई अथवा अरू कसैलाई है कुनै पनि काम गर्न मन पर्छ अथवा मन पर्दैन, कुनै काम गर्न चाहिँ हेता छ कि जेउजो छ, सिपालु छ कि छैन होइन, अनि त्यो काम चाहिँ गर्ने त्यो स्पिड चाहिँ छिटो छ कि ढिलो छ भन्नु पर्दाखेरि नोगा एड्जेक्टिभ प्रयोग गर्ने। हजुरहरूले रेन्सियोबीबाट बुझ्नुहुन्छ। अनि यो कुरालाई चाहिँ हजुरहरूले रिपिट गरेर हेर्नुहोस् अथवा स्क्रिनसट राखेर एकचोटि आफूले रेन्सियोबीसँग कम्पेरिजन गर्नुभयो भने बुझ्नुहुन्छ है। यो फर्मुला चाहिँ जानिराख्नु होला। हामीले अहिलेसम्म पढेका सेन्टेन्सहरू एउटै एउटै जस्तो लाग्छ, तर प्रयोग गर्ने फर्मुलामा कन्फ्युज भएर हामीले नजानिने हो कि मिनिङ जाने तापनि सेन्टेन्स बनाउन नजान्ने किन हो त भन्दा हामीलाई ग्रामरको फर्मुलाहरू याद हुँदैन, त्यसै कारणले हो। स्क्रिनसट राख्न सक्नुहुन्छ। अर्को चाहिँ प्लेन फर्म नो ओ वा सूर्यमासी त अब केही गर्नुपर्ने काम चाहिँ आफूले गर्नुपर्ने केही काम चाहिँ बिर्सिएँ भन्नु पर्दाखेरि प्रयोग गर्ने एउटा प्याटर्नको सिक्छौँ। अर्को हामीले सिक्ने प्याटर्न भनेको नो ओ सित्ते इमास्का। सित्ते इमास्का भनेको थाहा छ भनेर कसैलाई प्रश्न सोध्ने कि आफूलाई चाहिँ थाहा छ कुनै पनि घटना अथवा न्युजहरू इन्फर्मेसन चाहिँ मलाई थाहा भयो अनि अरूलाई थाहा छ कि छैन भनेर सोध्नु पर्दाखेरि नो ओ सित्ते इमास्का भन्ने हुन्छ। अर्को चाहिँ नो वा नाम, ठाउँ, समय, वस्तु चाहिँ त्यसलाई चाहिँ अलिकति बढी जोड दिएर प्रश्न पार्दाखेरि चाहिँ यसको प्रयोग गरिन्छ। रेन्सियोबीमा गइहालौँ। डबल तिर्बल गरेर भिडियो हेर्ने सुन्ने गर्नु होला है। अनि तपाईँहरूलाई भिडियो मन परिरहेको छ भनेदेखि लाइक सेयर अनि सब्सक्राइब गर्न चाहिँ अल्छी नगर्नु होला। हजुरहरूलाई सबै कुराहरू प्रोभाइड हुने नै छ बिस्तारै। इचिबानमा हेरौँ। कोदोमो ओ सोदातेरु नोवा ताइहेन देश। कोदोमो ओ सोदातेरु नोवा ताइहेन देश। बच्चा हुर्काउन चाहिँ गाह्रो हुन्छ। आतारासी कोतो ओ सिरु नोवा ओमोसिरोइ देश। आतारासी कोतो ओ सिरु नोवा ओमोसिरोइ देश। नयाँ कुरा थाहा पाउनु चाहिँ चाखलाग्दो हुन्छ। स्योखान ओ खाएरु नोवा मुजुखासी देश। स्योखान ओ खाएरु नोवा मुजुखासी देश। बानी परिवर्तन गर्न गाह्रो हुन्छ। गाह्रो हुन्छ नि होइन बानी परिवर्तन गर्नलाई। देनवा सिनागारा उन्तेन सुरु नोवा आबुनाइ देश। देनवा सिनागारा उन्तेन सुरु नोवा आबुनाइ देश। फोन गर्दै गाडी चलाउनु अथवा ड्राइभ गर्नु चाहिँ खतरनाक हुन्छ। ल हेर्नुहोस् है, सबैमा के छ फुचुकै फर्म, डिक्सनरी फर्म प्लस नोवा। अनि त्यसपछि अब यहाँ के छ त कठिन हुन्छ, गाह्रो हुन्छ अथवा इन्ट्रेस्टिङ चाखलाग्दो हुन्छ, मुजुखासी गाह्रो हुन्छ, खतरनाक हुन्छ, यस्तो खालको फिलिङ बताउनु पर्दाखेरि नो वा लाग्दो रहेछ है। अब निबानमा पनि नो वाकै छ। यसमा चाहिँ प्रश्न बुकमा हेर्नु होला के सोधेको छ। देखाकेरुन देशका निस्कन लाग्नु भएको हो अथवा कहाँ अब कोही चाहिँ बाहिर देख्यो भनेदेखि निस्किनु भएको हो, कता निस्किनु लाग्नु भएको भन्ने खालको सोधिन्छ नि त। अनि उसले चाहिँ के भन्छ त, आशा हायाकु सान्पो सुरु नोवा किमोचिगा इ देश। आशा हायाकु सान्पो सुरु नोवा किमोचिगा इ देश। हजुर बिहान चाहिँ चाँडै हिँडडुल गर्दाखेरि चाहिँ राम्रो फिल गराउँछ भनेको छ कि त्यो मान्छेले चाहिँ अब कहिले निस्केको देखेको थिएन होला, हजुर पनि निस्कनुहुन्छ र भनेर टाइपको सोधेको छ। अनि निबानमा चाहिँ निहोन्नो दोरामागा सुकी देशका। जापानको ड्रामा चाहिँ हजुरलाई मनपर्छ। निहोन्नो कोतो ओ सिरु नोवा ओमोसिरोइ देश। निहोन्नो कोतो ओ सिरु नोवा ओमोसिरोइ देश। हजुर अथवा जापानको बारेमा थाहा पाउनु चाहिँ चाखलाग्दो हुन्छ। सानबानमा निहोन चुखारेते इमास्ने थाक्नुभयो है भनेको छ। रास्युनो देन्स्या दे माइनिची खायौ नोवा ताइहेन देश। रास्युनो देन्स्या दे। रस्यु भनेको त आरयुएसएस रस कि एकदम भिडभाड देन्स्या दे रेलमा। माइनिची प्रत्येक दिन खायौ नोवा आउजाउ गर्न आवत जावत गर्न चाहिँ ताइहेन देश गाह्रो हुन्छ। यो खायो इमास भनेर हामीले पढ्थ्यौँ नि, खायो इमासको
फुचुके फम खायो भयो अनि नोवा थपेको छ। अनि अर्को योनबानमा हेरौँ कता गयो, दायित्व ओ यामेतान देशका डाइट चाहिँ छोड्नुभयो भनेको छ। ए दायित्व ओ चुजुकेरु नोवा मुजुखासी देश। ए दायित्व ओ चुजुकेरु नोवा मुजुखासी देश। हजुर डाइट निरन्तर गर्न चाहिँ गाह्रो हुन्छ। अब मोटाएँ भने डाइट गर्न थाल्यो अनि खाना नखाएपछि त कन्टिन्यू गर्न गाह्रो हुन्छ भनेको छ। अब सानबानमा हेरौँ, वातासी वा खाइगान ओ सानपो सुरु नोगा सुकिदेश वातासी वा। खाइगान भनेको चाहिँ समुद्रको त बिच छेउछाउ हुन्छ नि किनार, त्यसमा चाहिँ सानपो सुरु नोगा सुकिदेश हिँडडुल गर्न डुल्न चाहिँ मनपर्छ। ल हेर्नुहोस् है, अब केही कुरा मनपर्छ भन्दाखेरि चाहिँ के लाग्दो रहेछ त नोगा। हामीले पहिला पनि यान 5 मा पढ्दाखेरि सुकी देश, अब हेता देश, किराई देश, जेउजु देश भन्दाखेरि अगाडि गा पार्टिकल लगाएकै थियौँ होइन। त्यही तरिकाले सम्झिँदा पनि भयो। ल हेर्नुहोस् यहाँ यता छ, यताको अगाडि पनि गा पार्टिकल लागेको छ। अब केही अब ढिलो छ चाँडो छ भन्दाखेरि पनि गा पार्टिकल लगाउँथ्यौँ, त्यस्तै छ है सेम। अलिकति अगाडि नो राख्ने मात्र हो, कन्फ्युज नहुनु होला। वातासी वा माकेरु नोगा किराई देश। वातासी वा माकेरु नोगा किराई देश। मलाई चाहिँ हार नै मन पर्दैन, सधैँ जित्न मनपर्छ भन्न खोजेको छ के। ओत्तो वा कसैको हेबिट हुन्छ नि त्यस्तो होइन। ओत्तो वा कोदोमो ओ होमेरु नोगा जेउजु देश। ओत्तो वा कोदोमो ओ होमेरु नोगा जेउजु देश। मेरो श्रीमान चाहिँ बच्चाको प्रशंसा गर्न एकदमै सिपालु हुनुहुन्छ भनेको छ। मुसुको वा उसो ओ चुकुनोगा हेता देश। वा मुसुको वा छोरो, मेरो छोरो चाहिँ, उसो भनेको झुटो है, झुटो बोल्नलाई, अथवा चुकुनो भनेको झुटो बनाउनलाई चाहिँ हेता छ, कमजोर छ। मुसुको वा हासिरो नोगा हायाक्यु देश हायाई देश। मुसुको वा हासिरो नोगा हायाई देश। मेरो छोरा चाहिँ छिटो दौडन्छ। हासिरु भनेको चाहिँ दौडनु है। हासिरिमासको फुचुके फम हासिरु। मुसुमे वा ताबेरु नोगा ओसोइ देश। मुसुमे वा ताबेरु नोगा ओसोइ देश। मेरो छोरी चाहिँ खानामा ढिलो छे होइन। आजकलको सबै बच्चाहरू ढिलै खान्छन् नि त। अब हजुरहरूले के सम्झिनु पर्यो भन्दाखेरि यो मनपर्छ सुकी देश, किराई देश मनपर्छ, मन पर्दैन, जेउजु छ, कमजोर छ, यता छ, छिटो छ, हायाई छ, ओसोई छ भन्दाखेरि चाहिँ गा पार्टिकल अगाडि चाहिन्थ्यो सधैँ। अहिले चाहिँ अब नोगा नोगा राख्नु पर्यो यो लेसन अनुसार है। अब यसमा चाहिँ हाम्रो नेगेटिभ बनाउन सिकाउँछ योनबानमा। यसमा नि बुकमा क्वेसन हेर्नुहोस् है, कतापट्टि गयो मेरो बुक। कति योनबान हेर्नुहोस् त। इचुमो जीवन दे रेउरियो चुकुरुन देशका। सधैँ आफै खाना बनाउनुहुन्छ भनेको छ। ए सोतो दे ताबेरु नोगा किराई नान्देश। ए सोतो दे ताबेरु नोगा किराई नान्देश। बाहिर खाना खाना चाहिँ मन पर्दैन, त्यही भएर घरमै बनाउँछु भन्न खोजेको छ। निबानमा वातासी कता गयो, तावापोन सान वा कोदोमो नि निन्किगा आरिमास ने। तावापोनजीलाई चाहिँ तावापोनजी चाहिँ बच्चाहरूको एकदम फेमस हुनुहुन्छ है। बच्चाहरूले चाहिँ मन पराउँछन् है भनेको छ। ए कोदोमोतो आसुबु नोगा जेउजु नान्देश। ए कोदोमोतो आसुबु नोगा जेउजु नान्देश। बच्चासँग खेल्न एकदम सिपालु हुनुहुन्छ, त्यही भएर बच्चाहरू चाहिँ एकदम मन पराउँछन् भनेको छ। सानबानमा मौ ताबेते सिमात्तान देशका अलरेडी खाइसक्नुभयो। ए ताबेरु नोगा हायाइन देश। ए ताबेरु नोगा हायाइन देश। खाना चाहिँ छिटो खाने भएकोले चाहिँ सकिसके। इचुमो आशा गुहानो ताबेनाइन देशका। सधैँ बिहान खाना खानुहुन्न। ए आशा ओकिनोगा ओसोइन देश। ए आशा ओकिनोगा ओसोइन देश। बिहान ढिलो उठ्ने भएकोले चाहिँ खाँदिनँ भन्न खोजेको छ। गोबानमा गोबानको इचिबान हेर्नुहोस्। सेउकुदाई ओ सीमासितागा क्यो मोत्ते कुरुनो ओ वासुरेमासिता। सेउकुदाई ओ सीमासितागा होमवर्क चाहिँ गरेँ, कम्प्लिट गरेँ, तर यो गा पार्टिकल पछि यस्तो यहाँ कम उस हुनुभयो नि, छुटेको रहेछ। गरेँ तर, गाले चाहिँ तर भन्ने अर्थ दिन्छ। तर आज क्यो मोत्ते कुरुनो वासुरेमासिता, तर आज लिएर आउन चाहिँ बिर्सिएँ। मेरो खाकीमासितागा मेल चाहिँ लेखिसकेँ, तर ओकुरुनो ओ वासुरेमासिता अनि पठाउन चाहिँ बिर्सिएँ। मेरो खाकीमासितागा ओकुरुनो ओ वासुरेमासिता।
इमेल त लेखेँ तर पठाउन बिर्सिएँ। जोसो गा खावारी मासिता गा खानो नि रेन्राको सुरु नो ओ वासुरे मासिता जोसो गा वा खावारी मासिता गा ठेगाना चाहिँ परिवर्तन भयो तर खानो नि उनलाई अथवा गर्लफ्रेन्डलाई रेन्राको सुरु नो हो वासुरे मासिता रेन्राको भन्नाले सम्पर्क गर्न बताउन बिर्सेँ। खारे ओ कोन्सातो नि सासोई मासिता गा जिखान ओ इउ नो वासुरे मासिता खारे ओ कोन्सातो नि सासोई मासिता गा उसले चाहिँ कन्सर्टमा चाहिँ आग्रह गरो बोलायो तर जिखान ओ इउ नो वासुरे मासिता समय बताउन चाहिँ बिर्सियो। तानाका सानगा खाइस्या ओ यामेरु नो ओ सित्ते इमास्का तानाका सानगा खाइस्या ओ यामेरु नो ओ सित्ते इमास्का तानाकाजीले चाहिँ कम्पनी छोड्दै हुनुहुन्छ थाहा छ भनेको छ। ओगा सानगा न्यू इन सिते इरु नो सित्ते इमास्का ओगा सानगा न्यू इन सिते इरु नो ओ सित्ते इमास्का ओगाजी चाहिँ हस्पिटलमा एडमिसन हुनुभएको भर्ना हुनुभएको छ थाहा छ। खाना वा खान्जी खारा चुखारा रेता नो ओ सित्ते इमास्का खाना वा खान्जी खारा चुखारा रेता नो सित्ते इमास्का काना चाहिँ खान्जीबाट बनेको कुरा थाहा छ। फुजिसान वा सिचिगाचु तो हाचिगाचु सिखा नोबोरे नाइ नो ओ सित्ते इमास्का फुजिसान वा सिचिगाचु तो हाचिगाचु सिखा फुजिसान चाहिँ फुजी पहाड चाहिँ जुलाई र अगस्त बाहेक सिखा भनेको बाहेक नोबोरे नाइ नो ओ सित्ते इमास्का चढ्न सकिँदैन भन्ने थाहा छ। अब नाना बानमा हाजिमेते नो दे तो दे ताबे मोनो वा नान देशका हाजिमेते भनेको पहिलो पटकको डेटमा है देतो भनेको डेटिङ भन्छ नि हो त्यो डेटिङमा चाहिँ खाएको खानेकुरा के थियो भनेको छ। इतारिया रेउरी देश इटालियन परिकार थियो। हाजिमेते सुकी दातो इवा रेता नोवा दोको देशका हाजिमेते सुकी दातो इवा रेता नोवा दोको देशका पहिलो पटक मन पराउँछु भनेर भनेको चाहिँ कहाँ हो। फुजिसान नो उये देश भनेको चाहिँ फुजी हिमालको चाहिँ माथि हो। तान्जोबिनी मोरात्ता नोवा नान्देशका तान्जोबिनी मोरात्ता नोवा नान्देशका जन्मदिनमा पाएको उपहार के हो भन्न खोजेको छ। युबी देश भनेको चाहिँ औँठी हो। केक्कोन्सिकी ओ सीता नोवा दोको देशका केक्कोन्सिकी ओ सीता नोवा दोको देशका विवाह समारोह भएको चाहिँ कहाँ हो। इजुमो ताइस्या देश इजुम त्यो ठाउँको नाम हो। हाचिबानमा हेरौँ क्वेसन बुकमा हेर्नुहोस् है। क्यो निहोन ए कितान देशका अघिल्लो वर्ष चाहिँ हजुर जापान आउनुभएको हो भनेको छ। इए होइन निहोन निकिता नोवा ओतोतोसी देश इए निहोन निकिता नोवा ओतोतोसी देश होइन जापान आएको चाहिँ अघिल्लो के अरे परार वर्ष हो पोहोर होइन परार हो भनेको छ है। निबानमा ओन्गाको बेन्क्योसिते इरोन देशका म्युजिक पढ्दै हुनुहुन्छ पढ्दै हुनुहुन्छ भनेको छ। इए बेन्क्योसिते इरु नोवा केही जाइदेश इए बेन्क्योसिते इरु नोवा केही जाइदेश होइन मैले पढिरहेको विषय चाहिँ अर्थशास्त्र हो। सानबानमा दाइगाको नोगाको सेई नि नारिताइन देशका युनिभर्सिटीको सेन्से हुन चाहनुहुन्छ। इए नारिताइनोवा स्योगाक्को हुनो सेन्से देश इए नारिताइनोवा स्योगाक्को हुनो सेन्से देश होइन बन्न चाहेको चाहिँ प्राथमिक विद्यालयको टिचर हो शिक्षक हो। निहोङ्गो नो सिकेनगा सिन्पाई नान्देशका निहोङ्गो नो सिकेनगा सिन्पाई नान्देशका जापानिज भाषाको इक्जामले गर्दा चिन्तित हुनुभएको हो भनेको छ। यी होइन सिन्पाई नानो वा खाजो कुनो कोतो देश
इए सिन्पाई नानो वा खाजो कुनो कोतोदेस होइन। चिन्तित भएको कुरा चाहिँ परिवारको हो, परिवारको याद आयो अथवा परिवारको कुराले चाहिँ चिन्तित भएको हो भनेको छ। ल, 今日はここまでです。ありがとうございました。頑張ってください。